जगतका महान मालिक सर्वशक्तिमान पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु। येशू मसीहको नाउँमा त्यसै गरी आज विशेष गरेर मङ्गलबारको दिन विभिन्न शाखाबाट उपस्थित रहनुभएका शाखा प्रमुखहरू, शाखा उपप्रमुखहरू, केन्द्रीय लिडरहरू, शाखा लिडरहरू, म्युजिसियन सर हजुरहरू, क्यामेरा पर्सन सर हजुरहरू लगायत सम्पूर्ण ठाउँबाट उपस्थित रहनुभएका सम्पूर्ण पिता परमेश्वरका पवित्र सन्तानहरूमा म एकै मुष्टमा शिर झुकाएर नमस्कार गर्न चाहन्छु र धन्यवाद गर्छु। जगतका महान मालिक, तिनै लोकका सृष्टिकर्ता परम प्रधान ईश्वर हजुरलाई अनगिन्ती धन्यवाद गर्छु। येशू मसीहको नाउँमा परमात्मालाई अनगिन्ती धन्यवाद गर्छु येशू मसीहको नाउँमा, किनकि जसको कारण आज तपाईँ हामीले जीवन पाएका छौँ, तपाईँ हामीले उद्धार पाएका छौँ, तपाईँ हामीले जीवनमा सुधार पाएका छौँ, आनन्द पाएका छौँ, सुख शान्ति पाएका छौँ, चङ्गाई पाएका छौँ, धनी भएका छौँ, हर चिजमा महिमित भएका छौँ। त्यसैले सर्वशक्तिमान पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु। येशू मसीहको नाउँमा एकपटक जोरदार तालीले सम्मान गरौँ यस्ता शक्तिका महान राजा, महिमाको मालिक, सर्वशक्तिमान पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु येशू मसीहको नाउँमा। परमेश्वर हामी सबको साथमा हुनुहुन्छ। हामीले धन्यवाद शब्द निकाल्नुभन्दा पहिल्यै परमेश्वरलाई थाहा छ मेरो बच्चाले के माग्दैछ, मेरो बच्चाले के चाहत गर्दैछ, मेरो बच्चाको लागि के आवश्यक छ, मेरो बच्चा कुन कुरा दिँदा खुसी हुन्छ, मेरो बच्चाको खुसी के हो, सब हामीले मुखबाट शब्द निकाल्नुभन्दा पहिल्यै सर्वज्ञ परमात्मा पिताले तपाईँ हाम्रा मनका कुरा, हाम्रा भावनाका कुराहरू परमात्मा पिताले बुझेर अनि जवाब पनि हे पिता भन्नुभन्दा पहिले हजुर बच्चा जवाब यो हो, गवाई यो हो, जीवन यो हो, उत्तर यो हो भनेर पिताले हामीलाई स्वयं गवाई स्वरूप जवाब परमात्मा पिताले दिइसक्नु भएको छ। त धन्यवाद गर्छु जगतका मालिक सर्वज्ञ परमात्मा हजुरलाई अनगिन्ती धन्यवाद गर्छु येशू मसीहको नाउँमा। परमेश्वरको वचन दुई धारे तरबार भन्दा पनि धारिलो हुन्छ, जसले समस्या जताबाट आउँछ सुन्नेलाई पनि र सुनाउनेलाई पनि काम हुने वचन भएको कारण दुई धारे, होइन, सुन्नेलाई पनि काम भयो त सुनाउनेलाई पनि काम भइसक्यो, होइन। त्यसकारण परमेश्वरले भन्नुभएको छ कि रोप्ने र कटनी गर्ने सबैजना रमाउनको लागि वचनमा के गर, मन लगाऊ, वचनमा उत्साहित भऊ। कटनी गर्ने पनि खुसी भइसक्यो, रोप्ने पनि खुसी भइसक्यो, पानी हाल्ने पनि खुसी भइसक्यो। सबै क्षेत्रमा खुसी, सबै क्षेत्रमा आनन्द, सबै क्षेत्रमा सुख शान्ति धैर्यताको कार्य सर्वशक्तिमान परमात्मा पिताले हजुर हामी सबको जीवनमा कार्य स्वयं गरेर देखाइसक्नु भएको छ। त यसको लागि पनि धन्यवाद गर्छु जगतका महान मालिक पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु येशू मसीहको नाउँमा। परमात्मा पिताजीको महिमा, होइन, सायद तीज पछिको पहिलो मङ्गलबारमा हामी उपस्थित भएका छौँ। पक्कै पनि यहाँहरू सबको तीज एकदमै राम्रो भयो होला, हजुरहरू सब खुसी हुनुभयो होला, होइन। परमात्मालाई धन्यवाद। हामीलाई त झन् सजिलो, बुवा आमा नहुनेले पनि आज पिताको सच्चाइ परिवार पाउनु भएको छ आफ्नो आफ्नो शाखामा। त्यो तीजको दिनमा पनि यति खुसी लागेको, सबैले लाइभ हालिरहनु भएको थियो। कति मान्छे मेलामा गएर रमाउनु भएको थियो, तर एकछिन रमाउनु हुन्थ्यो, तर ईश्वरका सन्तानहरू महिमित भवनमा आएर छम छम नाचेर खुसी भएको देखिरहेको थिएँ,
हैन। माइती नहुनेहरूले पनि आज माइती पाउनु भएको छ, घर नहुनेहरूले पनि घर पाउनु भएको छ, दाजुभाइ नहुनेहरूले पनि दाजुभाइ पाउनु भएको छ, आमा बुवा नहुनेहरूले पनि आज आमा बुवा पाउनु भएको छ। स्वयं परमेश्वर सबै कुरा बनिसक्नु भएको छ। धन नभएकालाई धन बनिदिनु भएको छ, चङ्गाई नपाएकालाई चङ्गाई बनिदिनु भएको छ, त खुसी नभएकालाई खुसी बनिदिनु भएको छ, मनमा शान्ति नभएकालाई परमेश्वर स्वयं मनको शान्ति बनेर उदयमान भइसक्नु भएको छ। त धन्यवाद गर्छु परमात्मा, हजुरलाई अनगिन्ती धन्यवाद गर्छु। येशू मसीहको नाउँमा परमात्मा पिताको योजना आज विशेष गरेर मङ्गलबारको बसाइमा छौँ। परमेश्वरको योजना यस्ता यस्ता ताजा ताजा गवाईहरू, यस्ता महान गवाईहरू हैन सुन्न पायौँ। ती गवाईलाई जब सुन्छौँ, जब मनमा राख्छौँ, जब मुखबाट बोल्छौँ, उहाँलाई भयो भने उहाँले पाउनु नै मैले पाउनु हो, उहाँलाई दिनुभयो त मैले पनि पाइसकेँ पिता। उहाँले कस्तो विश्वास गर्नुभएको छ त्यहाँभन्दा अरू ठुलो विश्वास गर्ने योग्य त्यो मन, त्यो बुद्धि, त्यो चेतना पनि मभित्र भरिसक्नु भयो पिता। धन्यवाद गर्छु येशू मसीहको नाउँमा भनेपछि भइसकेको कार्य परमात्मा पिताले गरेर देखाइसक्नु भएको छ। कस्तो आमाहरू, बुढी हुनुभएका आमाहरू पनि कस्तो खडा भएर पिताको वचनमा उत्साहित हुनुभएको, सबद्वारा कसले महिमा गर्नुभयो त आज परमेश्वर पिताले महिमा गर्नुभयो। परमेश्वरले बालक, वृद्ध, बुढो हैन कमजोर परमेश्वरले हेर्नुहुन्न, परमेश्वरले मन हेर्नुहुन्छ। जब मन तयार हुनुहुन्छ परमेश्वर पनि 1000% तयार हुनुहुन्छ। अब दुईटै टिम मिल्यो, अब टिमको वर्क, टिमको काम पनि परमेश्वरले सही तरिकाले प्रकट गरिसक्नुभयो। परमेश्वर गर्न तयार हुनुहुन्छ। परमेश्वर शक्तिको मालिक हुनुहुन्छ, परमेश्वर महिमाको मालिक हुनुहुन्छ, सत्यताको राजा हुनुहुन्छ, शक्तिको मालिक हुनुहुन्छ। उहाँसँग आशा भरोसा गर्नेहरूलाई र उहाँलाई पुकार गर्नेहरूलाई परमेश्वरले कहिले पनि निराशामा पर्नै दिनुहुन्न। त्यसैले भन्नुभएको छ, तिमीहरूले गरेको आशालाई दोधार नगरिकन दरिलोसँग थामेर राख। काम प्रकट भएन, अब त्यो आशालाई निराशामा बदलिहाल्यो, कमजोर भइहाल्यो, पाइएन के अरे भन्यो, अन्य बाटो रोजिहाल्यो। यो नगर, जो तिमीहरूले राखेको आशालाई दोधार नगरिकन दरिलोसँग थामेर राख। जसले प्रतिज्ञा गर्नुभयो उहाँ विश्वासको योग्य हुनुहुन्छ। काम भइसक्यो भनेपछि भइसकेको काम परमेश्वरले गरिसक्नु भएको छ। आज भएन परमेश्वर धन्यवाद, आजको लागि योजना थिएन भएन, भोलि भएन परमात्मा धन्यवाद, आजको लागि भए, भोलिको लागि थिएन भएन, हिजो भएन धन्यवाद पिता, हिजोको लागि योजना थिएन भएन, आज भएन परमेश्वर धन्यवाद, भोलिको लागि तपाईँले तयार गर्नुभएको छ। मेरो मन, मेरो विश्वास अरू तेज बनाइदिनु, मलाई तपाईँको बुद्धि दिनु, तपाईँको ज्ञान दिनु, तपाईँको तरिकालाई, तपाईँको स्वर्गको तरिकालाई प्र्याक्टिकल गर्ने मन बुद्धि दिनु पिता। भइसके परमात्मा धन्यवाद गर्छु। येशू मसीहको नाउँमा भन्नु, हर समय पितामा बढ्नु, हर समय मन बढाउनु, हर समय उत्साहित हुनु, हर समय परमेश्वरलाई खोज्नु, हर समय पिताको जय जयकार गर्नु। चाहे पाऊँ चाहे नपाऊँ परमेश्वर मेरो परमेश्वर हुनुहुन्छ। जसरी अयुबलाई हेर्नु, अयुबको जीवनमा अयुब सबै पूर्वका मानिसहरूमध्ये सबैभन्दा धनी अयुब, तर कारण एक दिन शैतानले उसलाई हात हाल्यो। उसले पाएको चकचकी बकबकी उसले देख्न रुचाएन, उसलाई राम्रो लागेन। तब उसले के गर्यो त, समस्या हाल्नको लागि परमेश्वरसँग भन्यो, तपाईँले सबै कुरा पुरा गर्नुभएको छ, भनेको जस्तै जीवन दिनुभएको छ, धन सम्पत्ति सबै कुरालाई तपाईँले रक्षा गर्नुभएको छ, तपाईँले ख्याल गर्नुभएको छ, सबै कुरा भनेको जस्तो भएको छ र पो ईश्वर ईश्वर भनेर पछि लागेको छ। यदि सबै कुरा नष्ट भएर रोडमा आओस् त तपाईँकै मुखकै अगाडि, तपाईँकै कानको अगाडि अयुबले तपाईँलाई सराप गर्नेछ भनेर शैतानले चुक्ली खेल गर्न सुरु गर्यो। तब परमेश्वरले भन्नुभयो, कहाँ के बिगार्नुपर्छ बिगार,
त्यसलाई सच्याउने सुधार्ने म छु। मेरो अयुबले मभन्दा अन्य बाटो कहिल्यै पनि अपनाउने छैन, मलाई विश्वास छ मेरो अयुबप्रति भनेर परमेश्वरले ढुक्क भइदिनु भयो। तब शैतानले के गर्यो? अयुबलाई धन सम्पत्तिमा हात हाल्यो, सम्बन्धमा हात हाल्यो, सबै क्षेत्रमा। अयुबका 2000 भेडाहरू हैन, 7000 गाईहरू, धेरै एकदमै गाई वस्तु भेडा बाख्रा धेरै कुरामा धनी नोकर चाकर राखेर बसेको। एक दिन शैतानले हात हाल्न सुरु गरे उसलाई। तब धन सिद्धियो, सम्पत्ति सिद्धियो, गाई भैँसीहरू सबैलाई, कोहीलाई चट्याङले हानेर मार्यो, कसैलाई घर ढलेर किसेर मार्यो। अनि भएका जग्गा जमिनहरू पनि यत्तिकै फाट्न सुरु गरे, खडेरी पर्न सुरु गरे। अनि भएका नाता सम्बन्धहरू पनि राम्रो छौन्जेल पो जय जयकार गर्नुहुन्छ। धन सम्पत्ति सिद्धियो, सबैले दोष लाउन सुरु गरे, सबैले इन्कार गरे। तब अनि नराम्रै मात्रै खबर अयुबलाई आयो, खराबै मात्रै समाचार आयो, नराम्रो मात्रै समाचार आयो। समाचार आउँदाखेरि अयुबलाई त्यो समाचार किन आयो भन्दा अयुबको मन खराब होस्, अयुबको मन दाहिने बाहिने होस्, अयुबको मन कमजोर होस् भनेर कमजोर गराउनलाई त्यस्ता नराम्रा खबरहरू आए। त अयुबमाथि त्यो खबर आउँदा पनि अयुबले के भने त भन्दा परमेश्वरबाट, मेरी परमेश्वर तपाईँलाई धन्यवाद, मेरी आमाको गर्भबाट म नाङ्गै आएँ, म नाङ्गै जान्छु, तर पनि परमात्मा हजुरलाई धन्यवाद, हजुरको महिमा होस्, हजुरसँग मेरो विश्वास कहिल्यै कम नहोस्, मेरो मन कहिल्यै खराब नहोस्, हजुर मेरो साथमा हुनुहुन्छ भनेर अयुबले के गरे? लगाएको कपडा च्यातेर भैमा भएका ती माटो धुलोहरू आफ्नो शरीरमा लगाएर अनि भन्न लागे परमेश्वर म आमाको गर्भबाट नाङ्गै आएँ, अब पनि नाङ्गै जान्छु, तर पनि सबै सिद्धियोस्, फरक परेन, तर मेरो लागि तपाईँ हुनुहुन्छ भने मेरो लागि सब कुरा छ। सम्पत्ति सिद्धियोस्, फरक परेन, सम्बन्ध सिद्धियोस्, फरक परेन, इष्टमित्रले सम्बन्ध मोड्नुहोस्, फरक परेन, तर तपाईँ मेरो साथमा हुनुहुन्छ भने मेरो लागि सब कुरा छ। परमात्मा तपाईँलाई म धन्यवाद गर्न कहिल्यै छोड्दिनँ, तपाईँलाई विश्वास गर्न कहिल्यै छोड्दिनँ, तपाईँको महिमामा जुट्न म कहिल्यै छोड्दिनँ। परमात्मा हजुरलाई धन्यवाद भनेर अयुबले के गर्नुभयो? परमेश्वरलाई त्यो परिस्थिति बिग्रेको समयमा, हालतको बजारमा परेको समयमा, नोक्सानै नोक्सान, हारहरू, कमजोरीहरू बिहोर्न परेको समयमा अयुबले आफ्नो मनलाई मैले के पाएँ त नि, मलाई के भयो त नि, म यति धेरै जुटेको प्रतिफल खोइ त नि, के भयो त नि? अयुबले कहिल्यै यो मन गर्नु भएन। अयुबले के गर्नुभयो? परमात्मा तपाईँलाई धन्यवाद, सबै टुटोस्, मेरो विश्वास तपाईँमा नटुटोस्, तपाईँ हुनुहुन्छ, जब तपाईँ हुनुहुन्छ भने सब कुरा तपाईँमा सम्भव छ। परमात्मा मेरो अवस्था तपाईँलाई थाहा छ, मेरो परिस्थिति तपाईँलाई थाहा छ, मेरो जीवन कस्तो थियो, कस्तो भएको छ यो पनि तपाईँलाई थाहा छ, यो जीवनलाई बदल्न पनि तपाईँले सक्नुहुन्छ, तपाईँलाई धन्यवाद परमात्मा भनेर परमेश्वरलाई कहिल्यै उहाँले इन्कार गर्नु भएन, कहिल्यै गाली गर्नु भएन, कहिले सराप गर्नु भएन, कहिले खोइ त नि, कहिले पाएँ त नि, किन भएन, कहिल्यै भन्नु भएन। यसमा पनि योजना छ। परमात्मा धन्यवाद भन्नुभयो, मन बढाइरहनु भयो, उत्साहित भइरहनु भयो, परमेश्वरबाट आएका हरेक वचनलाई प्र्याक्टिकल गर्नुभयो। अनि फेरि धन सम्पत्ति सम्बन्ध सबै कुरा सिद्धियो। अब शरीर एउटा सग्लो थियो, शरीरमा पनि अनगिन्ती रोगहरू निकालिदियो, ताकि शिरदेखि पैतालासम्म एउटा तिलको दाना पनि राख्न नसक्ने, राख्ने ठाउँ नपारिकन घाउहरू शरीर पुरै फतक्कै कुहाइदियो, नष्ट गराइदियो, शरीरमा पुरै हालत खराब गराइदियो, हर चिजमा समस्या बनायो। तर पनि अयुबले के गर्नुभयो? अयुबको श्रीमतीको मुखबाट शब्द आयो कि अझ पनि के ईश्वर भन्नुहुन्छ? यस्तो हालतमा उठाउन नसक्ने, यस्तो अवस्थामा जवाफ नदिने,
यस्तो अवस्थामा लाज ढाक्न नसक्ने, कुहिएर यस्तो गनाइसकेको छ शरीर, अझ पनि उद्धार गर्न नसक्ने त्यस्तो ईश्वरलाई पनि के ईश्वर भन्नुहुन्छ? श्राप गर्नुहोस् अनि मरेर जानुहोस्। श्रीमतीको मुखबाट त्यो शब्द आउँदाखेरि पनि अयुबले आफ्नो मनलाई कमजोर गर्नु भएन। अतनी हो त नि मैले गरेको विश्वास, मैले दिएको मन खोइ त प्रतिफल भन्न सक्नुहुन्थ्यो, तर उहाँले त्यो मन कहिल्यै गर्नु भएन, किनकि अयुबको मन कोसँग थियो त? परमेश्वरसँग थियो। अयुबको मन संसारसँग थिएन, अयुबको मन हालतसँग थिएन, अयुबको मन समस्यासँग थिएन, अयुबको मन सिधा कोसँग थियो? परमेश्वरसँग थियो। त धन्यवाद गर्छु जगतका महान मालिक पिता, हजुरलाई अनगिन्ती धन्यवाद गर्छु। यसो मसीहको नाउँमा बत्ती गयो, फरक पर्यो त हामीलाई? परेन। एकछिनमा फेरि जेनेरेटरबाट फेरि लाइट आएन र आइहाल्यो नि। त्यस्तै कहिले कहिले जीवनमा खुसी आनन्द गयो, चिन्ता नगर्नु होइन। पहिलाभन्दा अरू थपेर परमेश्वरले वापस गरिसक्नु भएको छ। धन गयो, चिन्ता नगर्नु, परमेश्वर पिताले पहिलाभन्दा पनि अरू थपेर तपाईँको जीवनमा त्यो धन पनि वापस गरिसक्नु भएको छ। तपाईँको जीवनमा खुसी आनन्द लुटिए, चिन्ता नगर्नुहोस्, परमात्मा पिताले पहिलाभन्दा पनि अरू थपेर आशिष र आनन्द भरिसक्नु भएको छ, अरू महिमा भरिसक्नु भएको छ होइन। त रोग लाग्यो, चिन्ता नगर्नुहोस्, चङ्गाईको अधिकार हरेकलाई दिनुभएको छ। यसो मसीहमा हट भनेपछि चट परमेश्वरले अहिले भर्खरै पारिदिनु भएको छ। समस्या आयो, चिन्ता नगर्नुहोस्। समस्या एउटा हुन्छ भने जसरी तालचा एउटा हुन्छ तर चाबी चारवटा हुन्छ, त्यस्तै समस्या एउटा होला, समाधान अनगिन्ती छ, करोडौँ छ, अरबौँ छ। चिन्ता नगर्नु, परमेश्वरलाई भन्नु मेरो अगाडि देखाइदिनु। जसरी होटलमा जानुहुन्छ, तपाईँलाई जे चाहियो अर्डर गर्नुहुन्छ, कफी चाहियो कफी अर्डर गर्नुहुन्छ त कफी नै ल्याइदिनुहुन्छ होइन। त तपाईँले चाउमिन अर्डर गर्नुहुन्छ, चाउमिनै ल्याइदिनुहुन्छ। त्यस्तै स्वर्गको बजारमा हुनुहुन्छ, जे अर्डर गर्नुहुन्छ त्यही तपाईँलाई परमेश्वरले अगाडि ल्याइसक्नु भएको छ। मुखबाट जे बोल्नुहुन्छ, जे आवश्यक छ, जे चाहिएको छ, परमेश्वर पिता धन्यवाद, हजुरले काम गरिसक्नुभयो, हजुरले आशिष दिइसक्नुभयो, हजुरले महिमा उद्धार दिइसक्नुभयो, हजुरले धन सम्पत्ति दिइसक्नुभयो, हजुरले समाधानमा समस्यालाई समाधानमा बदलिसक्नुभयो। धन्यवाद पिता, भइसक्यो बोल्नुहोस्, भइसकेको कार्य 100% सर्वशक्तिमान पिता परमेश्वरले गरेर देखाइसक्नु भएको छ होइन। त्यसले समस्या ल्यायो, चिन्ता नगर्नु, अनगिन्ती विकल्पहरू छ हाम्रो लागि। अनगिन्ती विकल्प परमेश्वरमा मात्रै छ, अन्य चिजमा छैन। अन्य चिजमा खोज्नु भनेको यो माइक यहाँ राखेर बाहिर खोज्नु जस्तै हो। जब तपाईँले यो माइकलाई यहीँ खोज्नुहुन्छ, यहीँ पाउनुहुन्छ, माइक यहाँ राख्नुभयो, बाहिर खोज्नुभयो भने कहिल्यै पाउनुहुन्न। तपाईँ हाम्रो लागि पनि हरेक धनको उपचार पनि यहीँ छ, मनको उपचार पनि यहीँ छ, सम्बन्धको उपचार पनि यहीँ छ, सोच आनी बानीको उपचार पनि, सही मन सही बुद्धिको उपचार पनि यहीँ छ। यहीँ खोज्नुहुन्छ, यहीँ पाउनुहुन्छ। यहाँ भएको डाक्टरको उपचार लिनु। संसारको डाक्टर त कानको अलग, नाकको अलग, घाँटीको अलग, किडनीको अलग, क्यान्सरको अलग, तर यहाँ हुने डाक्टर हरेक कुराको समाधानको डाक्टर यहीँ हुनुहुन्छ। यहीँ खोज्नु, सँगै हुँदा नै भेट्नु, सँगै हुँदा नै उहाँलाई पुकार गर्नु, उहाँसँग माग्नु, उहाँका हरेक वचनलाई परमेश्वरसँग माग्नु। यहाँ हुनुभएको डाक्टरबाट उपचार लिनु। संसारको डाक्टरलाई 2 बजे भेट्न बोलाएको छ, 3 बजे भेट्न बोलाएको छ, अनि 2 दिनपछि रिपोर्ट आउँछ, 2 हप्तापछि रिपोर्ट आउँछ, 2 महिनापछि रिपोर्ट आउँछ संसारको लागि। तर तपाईँ हाम्रो लागि स्वर्गको रिपोर्ट अहिले आइसक्यो। तपाईँ ठिक हुनुहुन्छ, तपाईँ जीवित हुनुहुन्छ, तपाईँ पवित्र हुनुहुन्छ, तपाईँ निर्दोष हुनुहुन्छ। तपाईँमा पिताको सामर्थ छ, तपाईँमा पिताको महिमा छ, तपाईँमा पिताको उद्धार छ, तपाईँमा परमेश्वरमा भएका हरेक सुख शान्ति र आनन्दले छपक्क तपाईँलाई परमेश्वरले ढाकेर राख्नु भएको छ। यो डाक्टरलाई खोज्नु,
त्यहाँभित्र भएको डक्टरलाई खोज्नु। त्यो डक्टर भेट्नलाई कोही अरूको सहारा लिनु पर्दैन, तपाईँ आफै सँगै हुनुहुन्छ। यहीँ रहनु। रातको 12 बजे चाहियो 12 बजे उपचार लिनु, 2 बजे चाहियो 2 बजे उपचार लिनु, 3 बजे चाहियो 3 बजे उपचार लिनु। कुन कुन विधाको उपचार चाहिएको छ, सबै विधाको उपचार एउटै परमेश्वर, एउटै रचयिता, एउटै मालिकले 1000% दिइसक्नु भएको छ। त धन्यवाद गर्छु जगतका महान मालिक सर्वज्ञ परमात्मा पिता, हजुरलाई अनगिन्ती धन्यवाद गर्छु। येशू मसीहको नाउँमा परमेश्वरबाटै लिनु, परमेश्वरलाई नै पुकार गर्नु। उहाँले नै हो तपाईँहरूलाई माया गर्ने, उहाँले नै हो तपाईँहरूलाई जीवन दिएको, उहाँले नै हो तपाईँहरूले हेरेका आँखा बनाउनु भएको, उहाँले नै हो तपाईँले चलाएका हातहरू बनाउनु भएको, उहाँले नै हो तपाईँले टेकेर हिँड्नुभएका यी गोडा बनाउनु भएको, उहाँले नै रिपेयरिङ गर्न सक्नुहुन्छ, उहाँले नै ठिक बनाउन सक्नुहुन्छ। धन्यवाद पिता। ठिक भइसके बोल्नु। अहिले भर्खरै यहाँ हुनुहुने डक्टरले, संसारको डक्टरलाई पैसा चाहिन्छ, यहाँ भएको डक्टरलाई सही शब्द अनि विश्वास चाहिन्छ अनि धैर्यता चाहिन्छ। विश्वास गर्नुभयो, धैर्यता गर्नुभयो, जे चाहिएको छ पाइसकेको बोल्नुभयो। 1000% काम परमेश्वरले यहीँ भएको महान डक्टरले काम गरिसक्नुभयो। धन्यवाद पिता। प्रकट भइसक्यो, महिमा भइसक्यो, आशिष प्रकट भइसक्यो, उद्धार अनि सुधारको कार्य भइसक्यो हैन। त्यसै गरी अयुबले के गर्नुभयो? त्यस्तो हालतमा, त्यस्तो कठिनाइमा, त्यस्तो दरिद्रतामा, त्यस्तो अभावमा, त्यस्तो दुःखमा, त्यस्तो खराब परिस्थितिमा अयुबले संसारको ढोका ढकढकाउनु भएन, संसारको मानिसलाई गुनासो पोख्नु भएन, संसारको मानिसबाट खोज्नु भएन। उहाँले परमेश्वरकै ढोका ढकढकाउनु भयो, परमेश्वरलाई नै खोज्नुभयो, परमेश्वरलाई नै विश्वास गर्नुभयो, परमेश्वरमै मन लगाउनु भयो, परमेश्वरमै उत्साहित हुनुभयो। तब परमेश्वरले के गर्नुभयो? समस्या आएको 40 दिनपछि परमेश्वरले जवाब दिनुभयो। आँधी बेहरीबाट कठिनाइमा परेको समयमा परमेश्वरले जवाब दिनुभयो। अयुब त मर्द झैँ खडा हो, त नडरा, मर्द जस्तै खडा हो। तँलाई समस्या आउँदैमा म टाढा भएको छैन, झन् नजिक भएर तेरो लागि काम गरिरहेको छु। त नडरा, तेरो लागि म छु। धन सम्पत्तिसित चिन्ता नगर, म भरिहाल्छु। सम्बन्धसित चिन्ता नगर, असल सम्बन्धलाई मैले निर्माण गरिसकेको छु। तेरा जीवनका खुसीहरूसित चिन्ता नगर, तँलाई 1000% मैले बढ्ता गरेर आशिष दिइसकेको छु। त नडरा, त मर्द झैँ खडा हो। यो पृथ्वीको जगलाई कसले बसाल्यो? यो आकाशलाई कसले फैलायो? पृथ्वीको जगलाई बसाल्ने, आकाशलाई फैलाउने, सारा हरेक चिजमा जीवन दिने तेरो ईश्वर के तेरो लागि हरेक खुसी आनन्द सुख सुविधा म दिन्न र पाइसकेको बोल भइसकेको छ। परमेश्वरले वचन दिनुभयो। तब अयुबले के गर्नुभयो? 42 दिनपछि हालत त आफूमा छँदै थियो, तर पनि उहाँले उहाँको लागि, विरुद्धमा आउनेहरूको लागि, विश्वासमा कमजोर पार्नेहरूको लागि हैन, एकदमै हालतमा परेको बेलामा अरू कमजोर पार्नेहरूको लागि अयुबले प्रार्थना गर्नुभयो, पुकार गर्नुभयो। उनीहरूको जीवन राम्रो होस्, उनीहरूको स्तर बढोस्, सद्बुद्धि दिनुहोस्, सत्य ज्ञान दिनुहोस् भनेर प्रार्थना गर्नुभयो। जब अयुबले अरूको लागि प्रार्थना गर्नुभयो, तब परमेश्वरले 42 दिनपछि अयुबको पहिला हालतमा पर्नुभन्दा पहिलाको जीवनभन्दा पनि अरू माथि आकाशको जीवनमा शुभ दिनहरू, सुदिनहरू परमेश्वरले अयुबलाई फर्काइदिनु भयो। अयुबलाई त्यो शुभ दिन फर्काउने परमेश्वर के तपाईँ हामीलाई फर्काउनुहुन्न र? के तपाईँ हामीलाई त्यो जीवन दिनुहुन्न र? के तपाईँ हामीलाई त्यो उद्धार दिनुहुन्न र? त्यो सुधारको कार्य गर्नुहुन्न र? त्यो महिमा दिनुहुन्न र? भइसके पिता, धन्यवाद गर्छु येशू मसीहको नाउँमा भन्नु। जस्ता खतरनाक समस्यालाई पनि समाधानमा परमात्मा पिताले बदलिसक्नु भएको छ। अयुबले सबै त्याग्नुभयो, विश्वास त्याग्नु भएन, परमात्मालाई त्याग्नु भएन,
उहाँको महिमालाई त्याग्नु भएन। तब परमेश्वरले के गर्नुभयो, जहाँबाट लडेको थियो त्यही ठाउँलाई झन् बढ्ता गरेर आशिषित बनाएर लडाउने र गिराउनेको अगाडि परमेश्वरले अरू टलकदार र चमकदार बनाएर उच्च बनाएर परमेश्वरले पहिला हालतमा पर्नुभन्दा पहिला 2000 भेडा बाख्रा थिए भने पछि 4000 बनाइदिनु भयो। हालतमा पर्नुभन्दा पहिला 2000 7000 एकदमै गाई वस्तुहरू थिए भने पछि परमात्माको योजना, परमेश्वरको योजनामा रहिरहेपछि, परमेश्वरमा अडा अनि खडा भइरहेपछि, परमेश्वरलाई पुकार गरिरहेपछि, परमेश्वरलाई सबै कुरा सुम्पिएपछि परमेश्वरले आज नगरे भोलि गर्नुहुन्छ, भोलि नगरे पर्सि गर्नुहुन्छ। हुन्छ त ईश्वरमा भइसकेको छ, ईश्वरमा नहुने त कुरै छैन। परमेश्वरमा सारा मनले भरोसा गर्नु, परमेश्वरमा पुरा मन दिनु, पुरा विश्वास गर्नु, पुरा आनन्द गर्नु। यति भयो, अब सिद्धियो, अब रित्यो नजानु। परमेश्वर हुनुहुन्छ त संसारको लागि सिद्धियो त परमेश्वरमा सुरु भयो। परमेश्वरले सुरु गरिसक्नुभयो। परमेश्वरको लागि करोडौँ मार्गहरू हाम्रो लागि परमेश्वरले खोलिसक्नुभयो भन्दै धन्यवाद गर्छु। जगतका महान मालिक पिता हजुरलाई अनगिन्ती धन्यवाद गर्छु येशू मसीहको नाउँमा। यिनै परमात्मा पिताको तर्फबाट आएका वचनले सबको दिलमा, दिमागमा, घरमा, परिवारमा, अन्न अनाजमा, सबै क्षेत्रमा आशीर्वाद र महिमा परमात्मा पिताले दिइसक्नुभयो भन्दै यहाँहरू सबैबाट बिदा हुने अनुमति माग्छु। धन्यवाद गर्छु पिता।